हेलो नमस्कार सम्पूर्ण साथीहरूमा म एन्जेला फोटो स्टुडियो बाँसगढीबाट बोल्दैछु र म आज हजुरहरूलाई हाम्रो कञ्चन गाउँपालिका वार्ड नम्बर 2 को यो हरियाली सुन्दर शान्त गाउँमा हजुरहरूलाई गाउँको सिन देखाउन गइरहेको छु। अब हजुरहरूले त्यो देश विदेशमा रहनुभएका सम्पूर्ण साथीभाइहरूले हेरेर तपाईलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्ने म हजुरहरूलाई सुझाव दिन चाहन्छु र हाम्रो गाउँको यो दृश्य म हेरिदिनु होला भन्ने म आशा राखेको छु। हस् धन्यवाद नमस्कार। ल अब हामी यो गजडीको यो अक्सफोर्ड बोर्डिङ स्कुल यो रातो टिन लगाएको घर हाम्रो चन्द्रबहादुर राणाजीको अक्सफोर्ड बोर्डिङ स्कुल यसरी हाम्रो यो बजार या साइडतिर बजार बाटो छ। यसपछि हाम्रो यो चोक छ, यो ग्राउन्ड भयो। त्यसपछि हाम्रो यो पोखरी देविया भाइको कमर भाइको पोखरी, त्यसको साथै अब आयो हाम्रो यो बजारको लाइन टहरा पुरानो बजार बिहिबारे बजार अहिले माथि डाँडातिर सरेको छ। त्यसपछि अहिले हामी दक्षिणतिर बजार गाउँको दक्षिणतिर जाँदैछौँ। दक्षिणतिर अब हामी यो पहाडिया टोल यता भेइएपछि हाम्रो चौधरी गाउँहरू आउँदैछ। यहाँनिर एउटा पोखरी छ, शान्त पोखरी। त्यसै गरेर यता राइट साइडमा यो दानापुर ताल जाने बाटो छ भने यता दाहिने साइडतिर यता बजारतिर जाने बाटो हो, नयाँ बजारतिर। त्यसै गरेर हाम्रो शेखर दाई हाल अमेरिका हुनुहुन्छ। शेखर दाईको पनि घर यो देखिरहेको छ। अगाडि मान्छे हिँडिरहेका छन्। दाई अमेरिका भए पनि आफ्नो घर हेर्नु होला, आफ्नो जग्गाहरू हेर्नु होला र खुसी मान्नु होला। यसै गरेर चौधरी गाउँ, त्यसै गरेर निकै बाक्लो छ, बस्ती छ, पुरानो बस्ती हो गजडीको चौधरी गाउँ, थारू गाउँ। यता साइड पश्चिमबाट आएको एउटा बाटो छ, त्यो चाहिँ दानापुरबाट आउने बाटो हुँदै यो अगाडि बाटो गएपछि तपाईँको वडा नम्बर 2 को वडा कार्यालय, त्यसपछि पुरानो गजडी मावि गजडी पनि यहाँनिर छ भने यता लिटिल रोज बोर्डिङ स्कुल पनि यही छ। यसपछि अब यतातिर हामी पुरानो बजारलाई देखाउँदैछौँ। अनि फाँट हेर्नुहोस्, हाम्रो हरियाली अहिले लगभग यो धान 30-32 दिन 35 दिन जति भयो धान रोपेको। लगभग झार गरेर भेइएको छ। लगभग यो हरियाली मनोरम दृश्य निकै आनन्द लाग्छ हेर्नको लागि। गाउँको खेतीपाती हेर्नुहोस्, यो ताल हो, माथितिर ताल जाने बाटो छ यो। त्यसपछि यतातिर माथि तालजन्डी झिमझिमी देखिएको छ भने यतातिर दानापुरको गाउँ देखिएको छ। त्यसै गरेर माथि हरियाली डाँडाहरू। ल यसै गरेर हाम्रो गजडी गाउँको पश्चिम साइडतर्फको यो फाँट हो। त्यसपछि अब अहिले निकै हरियाली मनमोहक छ भने अब असोजतिर यो पहेँलपुर धान हुन्छ। त्यति बेला पनि निकै राम्रो धान फलेको दृश्य देखिन्छ। त्यो बेला पनि हामीले भिडियो गरेर हाल्नेछौँ। र साथै अहिले यो नयाँ बजार हो, बिहिबारे नयाँ बजार, पुलिस चौकीनिर यहाँनिर छ। त्यसको नयाँ बजार छ। त्यसपछि यतातिर निलो घरमा यो कृषिको घर अहिले बनेको छ नि। यता गजडीको ग्राउन्डदेखि पूर्वतिरको फाँट हो यो। यतातिर निकै राम्रो फाँट छ। ल कतै कतै अलि पानी बढी भएर धान अलिकति छैन। यो हो रामडाँडा, रामडाँडाको लाइन आयो यो पुरै। यतातिर रामडाँडा हुँदै यतातिर आयो र अब यतातिर यो बाटो हुँदै बेलबेरिया जाने बाटो हो भने यतातिर यता दानापुर कुचिरा साइड जाने बाटो भयो यो, कुचिरा जाने बाटो। ल यसै गरेर
हाम्रो यो गजडी एरियाको गाउँ हो। त्यही गरेर यता डाँडातिर हाम्रो कालीपारे बलबहादुर लाउरा दाइको यहाँ सानो घर छ, गोठ कटेरा छन्, भैँस पालनहरू छ भने अब यतातिर पुरै फाँट आयो। यो हाम्रो पश्चिमतिरको फाँट तपाईँहरूले देख्न सक्नुहुन्छ। ल अब यो चाहिँ मेरो घर, यो बजारनिरको नजिकैको यो घर। अब ल हेर्नुहोस्, यो पश्चिम गजडी दानापुरको फाँट हो यो। यहाँ निकै मलिलो उब्जाउ माटोहरू छ, कुलोहरू लाग्छ। कञ्चन नदीको पहिला खोलाको चाहिँ कुलो चल्छ यहाँ, 2-3टा कुलो छ र खेतीपाती असाध्यै राम्रो हुन्छ। गहुँहरू पनि त्यसरी राम्रो हुन्छ। त्यसै गरेर धान राम्रो हुन्छ, मुख्य बाली। त्यसै गरेर तोरीहरू भयो, त्यसै गरेर मकैहरू भयो, निकै राम्रो उब्जाउ हुने जग्गा छ। यो पुरानो मलिलो ठाउँ हो। तपाईँहरूलाई हाम्रो गजडीको देखाउन गइरहेको छु। यो एनसेल टावर हो भने यतातिर अर्को एनटिसीको टावर छ। र गजडी गाउँमा बस्नलाई कुनै कुराको पनि दुःख छैन। तपाईँको 3वटा चाहिँ स्कुलहरू छ, 2टा बोर्डिङ स्कुल, 10 क्लाससम्म, एउटा 10+2 गजडी पुरानो स्कुल, त्यसै गरी हाट बजार, त्यसै गरी स्वास्थ्य चौकी, त्यसै गरी पुलिस चौकी, खेलकुद मैदान, त्यसै गरेर तपाईँको मिलहरू भए, तपाईँको हरेक कुराको सुविधा छ यो गाउँमा। यो गाउँ पूर्व पश्चिम हाइवेदेखि 5 किलोमिटर भित्र पर्दछ। यो कञ्चन गाउँपालिका वार्ड नम्बर 2 गजडीको गाउँ हो। हजुरहरूले हाम्रो गाउँ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला। र फेरि अर्को सिजनमा राम्रो सिन देखाउने म कोसिस गर्नेछु। हेर्नुहोस्, अब गाउँमा यस्तो आनन्द छ, यति आनन्द छ बस्न। हेर्नुहोस्, अब यता पहाडतिर उत्तर साइडमा यति हरियाली पहाडहरू छ। यो पाल्पा अर्घाँची को पहाडहरू पर्छ भने यो तराई भेग जति रूपन्देही जिल्ला पर्छ। यसै गरेर धानहरू त अब निकै नै फल्छ। सबै यो हरियाली जति सब फाँटको हरियाली जति धान को चाहिँ फाँट हो। तपाईँहरूलाई गाउँ कस्तो लागेको छ हेर्नुहोला। तपाईँहरूलाई यो पुरानो अब मेरो घर देखाउँदैछु तपाईँहरूलाई, मेरो सानो सानो घर। यहाँ हामी बाउसराले उडाइरहेको छौँ ड्रोन। ल मेरो घरमा ल्यान्डिङ गर्ने बेला भयो। ल ड्रोन ल्यान्डिङ।